गुड इभिनिङ साथीहरू। म आज बाफलको बाटो हुँदै कलङ्कीबाट घर आउँदै थिएँ। घर आउने क्रममा एकजना मानिस जेब्रा क्रसिङभन्दा अलि माथिबाट बाटो काटिरहेको थियो नि। मैले जेब्रा क्रसिङबाट बाटो काट्नुहोस् भने, तर उहाँ नमानिकन मलाई आँखा तरेर जेब्रा क्रसिङभन्दा अर्कै बाटोबाट बाटो काटेर जानुभयो क्या। अनि म सोच्न बाध्य भएँ, हामीलाई नेता चाहिँ इमान्दार चाहिन्छ। अनि नेताले चाहिँ ठिकसँग होइन एउटा नियम कानुनहरू पालन गरिदियोस् भन्ने इच्छा लाग्छ, तर जब एउटा जेब्रा क्रसिङबाट बाटो काट्नुपर्ने नियम हामी पालन गर्न सक्दैनौँ। आकाशे पुलबाट बाटो काट्नको लागि हामीलाई अप्ठ्यारो पर्छ। रातो बत्ती बोल्दा हामीलाई रोकिनको लागि धैर्य धारण हुँदैन। त्यही पनि हामी जनता चाहिँ सही र नेता चाहिँ गलत भनिरहेछौँ। नेतालाई गाली गर्नुभन्दा अगाडि पहिला हामी सुध्रियौँ, ठिक हौँ।